त्यो रवि लामिछाने जो दुई पटक यही चितवन जिल्लाबाट निर्वाचित भए अत्यधिक मतद्वारा तपाईहरुले नै भोट दिएर त्यो रवि लामिछाने सहकारी सम्बन्धी कुरा उठ्दै गर्दा कांग्रेस र एमालेका नेताले तपाई प्रधानमन्त्री भइदिनुस् हाम्रो साथमा आउनुस् भनेको मैले आफ्नै आँखाले र कानले देखेको र सुनेको छु। आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरू अहिले मानव महान अपराधी फेला पारियो भने जस्तो गरे रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को सार्ने अर्को ठाउँबाट अर्को सार्ने गरेका छन्। यसको मूल्य एमाले र कांग्रेस धेरै चर्को पर्नेछ। जब रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले न कांग्रेसको प्रधानमन्त्री स्वीकार गर्यो न केपी ओलीले छानबिन गर्नै पर्दैन भनेको कुरालाई स्वीकार गर्यो, बरु म दोषी छु भने छानबिन होस् भनेर भन्यो, उसैलाई समातेर अहिले आतंकित पार्ने कोसिस भइरहेको छ। यो ज्यादती भयो। मैले रविको बारेमा केही छ भने मलाई भन्नुहोस् भनेर मैले तीनटै प्रहरीका प्रमुखहरूसँग सोधेको छु। अहिलेकै प्रमुखहरू थिए त्यति बेला पनि, तिनै छन् अहिले। तिनीहरूले मलाई भनेको हामीले धेरैचोटि हेर्यौं हजुर, केही छैन, रविको सहकारी सम्बन्धी ठगीमा कहीँ केही नै छँदै छैन भनेर मलाई जवाफ दिएका हुन्। म तपाईहरुलाई सार्वजनिक रूपमा भन्दैछु, आज तिनै प्रहरी अधिकृत रवि चाहिँ महान अपराधी भेटियो भने जस्तो गरेको सुहाउँछ त। सरकारको नेतृत्व गर्ने पार्टीहरू नै सबभन्दा बढी सहकारी ठग तिनै पार्टीसँग सम्बन्धित मान्छे भएको कुरा पनि अब कसैको अगाडि छिपेको छैन। कैयौं नगरपालिकाका मेयरहरू या गाउँपालिकाका प्रमुखहरू या पार्टीका ठुलठुला नेताहरू सहकारी ठगको रूपमा देखा परि नै सकेका छन् र उनीहरूले गरेको जालसाजी, नक्कली प्रमाणहरू बनाएका कुराहरू, आफ्नो श्रीमतीलाई गलत ढंगले डिभोर्स दिएर मेरो श्रीमती होइन भनेर सँगै बसेका कुराहरू, यी नौटंकीहरू तपाई हामीले देख्नु परिरहेकै छ। तिनै नाटकबाजहरूलाई बचाउनेमा नै यो सरकार अगाडि बढेको छ।